कसैले सोधे मेरो परिचय यस प्रकार छ। एक असफल यात्री, एक सफल धोकेबाज कसैका लागि। कसैले सोधे मेरो परिचय यस प्रकार छ। एक सफल धोकेबाज कसैका लागि, एक असफल यात्री जसले झार सम्झेर हिर्कायो उसैलाई सम्झेर बसेको मान्छे म। देश छोड्न सफल एक युवा, या अझ भनौँ देशमै सम्भावना देख्न नसकेको युवा म। घर फर्किँदा पराई झैँ महसुस गर्ने, सहर छोड्दा गाउँ सम्झिने र गाउँ फर्किँदा आफैलाई बेग्लै ठान्ने म। कसैले सोधे मेरो परिचय यस प्रकार छ। जसले झार सम्झेर हिर्कायो उसैलाई सम्झेर बस्ने मान्छे म। बुबाको आस, आमाको चिन्ता, तर आफ्नै सपनाहरूमा हराउने मान्छे म। कहिलेकाहीँ त लाग्छ म एउटा नाम मात्रै हुँ, न त पहिचान छ न त कुनै निश्चित ठाउँ। चौराहामा उभिएर फरक समय फरक ठाउँ, चौराहामा उभिएर कसैले सोधे मेरो परिचय यस प्रकार छ। फरक समय फरक ठाउँ, तर एउटै मनस्थिति, एउटै आत्मसङ्घर्ष, एकैचोटि बाँचेको जिन्दगीमा। चौराहामा उभिएर आफैलाई सोध्ने कता जाने, किन जाने, फर्कने कि फेरि नयाँ बाटो रोज्ने। चिन्ताहरूको भारी बोकेर चितामा सजिन तयार, एक्लै मुस्कुराउने। चौराहामा उभिएर आफैलाई सोध्ने कता जाने, किन जाने, फर्कने कि फेरि नयाँ बाटो रोज्ने। चिन्ताहरूको भारी बोकेर चिता सजिन तयार, एक्लै मुस्कुराउने, मनभित्र आधी लुकाउने, अझै हराउन नसकेको एउटा आत्मामा। यात्रा जारी छ, गन्तव्य अझै टाढा छ, तर कतै कुनै मोडमा, तर कतै कुनै दिन कुनै मोडमा सायद आफैलाई फेला पार्नेछु। कसैले मेरो परिचय सोधे, कसैले मेरो परिचय सोधे। देश छोड्न सफल युवा, या भनौँ देशमै सम्भावना देख्न नसकेको एक युवा। यात्रा जारी छ, गन्तव्य टाढा छ, तर कुनै मोडमा सायद आफ्नै जिन्दगी फेला पार्छु कि।